अब हरेक कुरा आज नयाँ हो। हिजोको मान्छे पनि आज होइन, तपाईँ हिजोको मान्छे आज होइन, आजको भोलि होइन। हरेक एक दिन भयो भने एक्स्ट्रा हो, एक दिन भयो भने तपाईँको वृद्धि हो। हिजो बगेको खोला पानी आज त्यही होइन। त्यस कारणले म नयाँ, म पुरानो, मेरो यो ऊ भन्ने नै हुँदैन। हरेक दिन कति कुरा नयाँ सिकियो भन्ने कुरा मात्रै अर्थ राख्ने हो। तपाईँले कति कुरा चाहिँ नयाँ सिक्नुभयो त्यो दिन। अब अफिसरलाई नै टार्गेट मात्रै गरेर पढाइरहेको चाहिँ यो 8 बजेको समयमा अफिसरलाई मात्रै टार्गेट गरेर, त्यो पनि एडभान्स लेभलका मात्रै गरिरहेछ। त्यो भएको हुनाले तपाईँहरूले अरूतिर जानै परेन। अब सिलेबस त तपाईँहरूलाई थाहा छैन, सिलेबस थाहा नहुने भन्ने कुरो भएन, त्यसलाई समय बर्बाद नगर्ने। सिलेबस तपाईँहरूलाई सबैलाई थाहा छ, थाहा हुनैपर्छ। नो वे, सिलेबस थाहा नहुने, सिलेबस नबुझ्ने कुरा हुँदैन। चेन्ज केही पनि हुँदैन। आइसक्यो, विज्ञापन आइसक्यो, चेन्ज हुने त के को लेखा परीक्षणको चेन्ज भयो होइन, अरूको केही पनि हुँदैन। त्यो भएको हुनाले मात्रै काम के हो, राम्रो पढ्ने। जे गर्दा नि नआउने भन्ने नै नपार्ने, यति कुरा बुझ्नुहोस्। अब यसलाई उसलाई भन्ने नै हुँदैन, सबैलाई सिक्ने। एउटा कुरा मात्रै जानियो भने पनि त्यो काहीँ न काहीँ काम लाग्छ। जानेपछि नलेज भएपछि जहाँ पनि काम लाग्छ। तर पढाइमा छुवाछुत गरेर यो चाहिँ मलाई गाह्रो लाग्छ भन्ने नै होइन। परीक्षाको विशेषता के हुन्छ भने आफूलाई जे नआउने जहाँ चाहिँ त्यही आउँछ। तपाईँलाई त्यस्तो परेको छ कि होइन मलाई थाहा होइन। मैले चाहिँ कतिचोटि यो विषय आउँदैन होला भनेर बसेर अरू पढ्यो भने त्यही चाहिँ आइन्छ। त्यो भएको हुनाले एक ठाउँ पनि छोड्न नहुँदैन, एउटा पनि नजान्ने बन्न हुँदैन, अनि मात्रै हुन्छ। यहाँ धेरैको मैले यसो हेर्छु होइन, अब गाह्रो लाग्यो भने त्यो चाहिँ नहेर त्यसरी त छोड्ने त सबै छोड्न मन लाग्ने बुझ्छ। यो पनि छोडौँ ऊ पनि छोडौँ, नो, नआउने भन्ने नै यहाँ हुँदैन। यस्तो राम्रो पढ्ने मान्छेहरू यहाँ कति फेल भइरहनु भएको हुन्छ। मैले तपाईँको धेरै यो पास हुने मान्छेहरूको रिटर्न पनि मलाई धेरै मान्छेहरूले यो चेक गर्दै भनेर पठाएको हेरेको छु। आइक्यू लेभलहरू मैले बुझेको छु, मैले धेरै हेरेर अनुभव गरेको छ। राम्रो एकदम डेप्थ लेभल नपढिकन हुँदैन। एउटा विषयमा जादु चिट्ठा पर्दै एउटा विषयमा पो चिट्ठा पर्ला त। आइक्यू पनि चिट्ठा पर्ने, जिके पनि चिट्ठा पर्ने, इङ्ग्लिस पनि चिट्ठा पर्ने, सेकेन्ड पेपर पनि चिट्ठा पर्ने, थर्ड पेपर पनि, फोर्थ पेपर पनि चिट्ठा पर्छ। त्यो बकवास कुरा। जो पास भएको छन् तिनीहरूले रातभरि पढेका छन्, एकदम मेहनत गरेका छन्। तिनीहरूले नआउने भन्ने केही पारेकै छैन, अनि बल्ल पास भएका। यसो जाँड लाएर यसो हेरौँ जस्तो लाएर किताबका पाना पल्टाएर अफिसर बनिन्छ। त्यो कसैले भन्यो भने त बेकुफ कुरा। म मेरो अनुभव सुनाउँछु। म पहिलोचोटिमै 1 नम्बरमा सिफारिस भएको मान्छे। अरूले हेर्दा त म पहिलोचोटिमै 1 नम्बरमा सिफारिस भएको। मैले घर 30 दिन नन स्टप, 30 दिन नन स्टप 3 घन्टा। कहिले फर्स्ट पेपर, कहिले सेकेन्ड पेपर, कहिले थर्ड पेपर। यो फर्स्ट पेपरको त प्रारम्भिक भन्दा बाहेकै होला 3टा हुन्थे हाम्रा जाँच। पहिलो, दोस्रो, तेस्रो हुन्थ्यो। 10वटा सेट 30 दिन। आज पहिलो पत्र, भोलि दोस्रो, पर्सि तेस्रो। 30वटा सेट चाहिँ 30 घन्टाको घन्टा घडी हेरेर एउटा फाइल बनाएर अभ्यास गरेर अनि म पास भएको। अरूले हेर्दा त पहिलोचोटिमा 1 नम्बरमा पास भएको। मेरो लागि त म त 31 चोटिमा पास भएको मान्छे हो। अरूले हेर्दा त पहिलोचोटिमै हो, तर रियलमा त म पहिलोचोटिमा होइन। मैले 30वटा सेट गरेँ, जाँच लेखाइ गरेँ, समयको प्र्याक्टिस गरेँ, अनि मात्रै 1 नम्बरमा पास भएको। त्यो 1 नम्बरमा पहिलोचोटि नै भनेर बकवास कुरा गरेर हुन्छ त? रियल त यो हो नि त। भनेपछि सत्य कुरा चाहिँ यहाँ छ। अरूले हेर्दा त बाहिर देखाउन त, बाहिर देखाउनु त यहाँ मेरो अनुहार कालो छ भने पनि मजासँग क्रिम लाएर पोतेर अनि दामी देखाउन मिल्यो नि त, हुन्छ त? त्यो त्यसो त हुँदैन। रियलमा त जे छ त्यही हुने हो। भनेपछि यस्तो कुराले यो बिग्रन्छ। यो धेरै मेहनत नगरिकन हुँदैन, राम्रो नपढी पनि हुँदैन। त्यो कुरा तपाईँले ख्याल गर्नु पर्यो। जुनसुकै विषयको पनि नआउने भन्ने नपार्ने, म सक्दिनँ कि भन्ने पनि नपार्ने। म त अहिले त 0, मेरो त अहिले केही पनि छैन। म त उपसचिव पनि 1 नम्बर, अफिसर पनि 1 नम्बर भएर मैले राजीनामा दिए मान्छे हो। त्यो भएको हुनाले मेरो अहिले चाहिँ पोस्ट केही पनि छैन। यो चाहिँ मैले राजीनामा दिइसकेपछि अब त के हुनु नि, 0 भनेपछि। तर त्यो पहिला भएको त त्यो त इतिहास त हो।
इतिहासमा चाहिँ वर्तमानमा चाहिँ 0। त्यो भएको हुनाले तपाईँले सक्दैन कि नअन्ठान्ने, सक्दैन कि नअन्ठान्ने तपाईँले उ गर्नुभयो भन्दा त्यही भाइ पनि अचम्म कुराहरू। तपाईँले एउटा कुरा के बुझ्नुभयो भने मान्छेले बिहे गर्छन् होइन, मान्छेले बिहे गर्छन्, बिहे गरेपछि डिभोर्स पनि हुन्छ। अनि एउटा मान्छेको तपाईँ अहिले बेका यज्ञमा हुनुहुन्छ, अब बेका यज्ञमा बसेका मान्छेले एउटा मान्छेको डिभोर्सको खबर सुनेर अब बेको यज्ञबाटै उठेर भाग्ने कुरो त भएन। तपाईँ चाहिँ अहिले बिहे गर्ने, पछि कुरा मिलेन भने छोड्ने गर्ने पछिको कुरा। अहिले चाहिँ तपाईँ अहिले तयारी गर्दै हुनुहुन्छ, पर्सिको विज्ञापनको सबभन्दा राम्रो तयारी गरेर त्यसमा सफलता प्राप्त गर्ने अहिलेको ड्युटी त हो। पछि अरू अवस्था आइपुगेपछि छोड्ने गर्ने अरू अवस्थाले हुन्छ। अब त्यो भएको हुनाले अहिले चाहिँ तपाईँको काम भनेको राम्रो पढ्ने, नाम निकाल्ने, सफल बन्ने। अनि सफल बनेपछि बरु छोडो भने ए मैले नाम निकालेर छोडेँ भन्ने इतिहास हुन्छ, सबै कुरा हुन्छ होइन। अरूसँग अर्काले के गर किन गर भन्नेतिर हुँदैन। अहिलेको काम चाहिँ राम्रो पढ्नु पर्यो। एकैपटक अरूले भन्दा एकैपटक हो। मैले त कति मिहिनेत पढे 30वटा त सेटै गरेँ, 30वटा सेटै गरेँ, मजासँग घर हामी ज्यादै पढे, सबै नआउने भन्ने केही नपारे, अनि गएर जहाँ बसेर सफल भयो। चट्ट जादु भएको कहीँ हुँदैन, कसैलाई जादु हुँदैन। एउटा विषयमा एउटा क्वेसनमा आउला ए बाबा एउटा सेटका पनि चाडा, त्यो सेकेन्ड पेपरभित्र चाडा खण्ड हुन्छ, थर्ड पेपरभित्र चाडा खण्ड हुन्छ, अर्कामा चाडा खण्ड हुन्छ। एउटा क्वेसनमा चाहिँ ल यसो आफूले पढेकै कण्ठ पारी आउला अरे, सबै क्वेसन कण्ठ पारे त आउनलाई त धेरै पढ्नु परेन। त्यो भएको हुनाले यी सामान्य खालका कुराहरूमा पछि नलाग्नुहोस्। मात्रै यो आफ्नो विश्वास, आफ्नो मेहनतमा विश्वास गर्नुहोस्, आफ्नो चाहिँ उसमा विश्वास गर्नुहोस्। चरा उड्छन्, चराले त कत्रो रुखमा बसी कत्रो हाँगा बसी भन्ने कुराले उसले विश्वास गर्ने होइन, उसले त आफ्नो पहेँटामा विश्वास गर्ने। त्यो त्यो चाहिँ हाँगो भाँचियो भने नि उड्छु भन्ने हिसाबले ऊ बस्यो हो नि त। भनेपछि त्यो हाँगाले मलाई थाम्छ भनेर बसेको त होइन हो। तपाईँहरू त्यही भएर त्यो भाग्यले आउँछ भन्ने कुरा एउटा संयोग होला, तर त्योभन्दा बढी चाहिँ मेहनत हो। 95% मेहनत, 5% चाहिँ लक, अनि दुइटाको कम्बिनेसनले हुन्छ। अब मेहनत गरेलाई लक आउँछ, लक मात्रै हुनेलाई मेहनत नगरिकन सफलता हुँदैन। जसले मेहनत गर्यो उसैलाई हो लक, उसैलाई हुने हो। मेहनत नगर्नेलाई लक नै आउँदैन। लक आउनलाई त मेहनत गर्नु पर्यो, लक मेहनत पुगे बेला लक आएपछि हुने हो। अब लक आएको बेला चाहिँ मेहनत गरे छैन भने हुँदैन, लकले मात्रै हुँदैन भन्न खोजेँ मैले।